परिवारको आमा परिवार तब भनिन्छ एक अर्काको कुरा सुनिन्छ। यहाँ त म अलिकति केही बोल्यो भने सबैजनाको मुटुमा काराले घोचे जस्तै हुन्छ। बारे तिमी धेरै बोल्दैछौ। म बोलेको होइन आमा, मलाई तपाईहरु सबैले बोल्ने बाध्य बनाउनु भएको। तिमी सुतेको छैन कि क्या हो? अनिदो अनिदो पो देख्छु त, के भन्छ? समीर दाइ फेरि तपाईँ प्रवचन दिन थाल्नुभयो। तपाईँको प्रवचन अहिले मलाई चाहिएको छैन, बुझ्नुभयो? प्रवचन दिन आएको होइन अर्जुन, म तिमीलाई आजभोलि दिनदिनै कमजोर देखिरहेको छु। समीर दाइ म कमजोर भएको होइन, म थाकेको हो। मैले त यो घरको यो परिवारको इन्भाइरोमेन्ट हेरेर जस्ट तिमीलाई सुझाव दिन आएको। समीर दाइ तपाईँ यहाँबाट जानुहोस् प्लिज। ओके भइहाल्छ नि दिदी हजुर, दीपावलीमा दिदी बहिनी सँगै जाम्ला। मेरो त फेरि 5वटा घर छ, हजुर कुन घरमा बस्नुहुन्छ अनि फेरि कुन कोठामा सुत्नुहुन्छ? ठुल्ठुलो छ कोठा पनि, तातो भने पनि छ, चिसो भने पनि छ। आनन्द छ। अनि फेरि हजुरलाई घरमा मात्रै होइन नि, अन्त पनि घुम्न लान्छु। कुन ठाउँमा घुम्न जानुहुन्छ? होइन कुरा त घुमाए नि। होइन 5-5वटा घर छ भन्नेले मलाई लानलाई किन गाह्रो माने होला? दिदी हजुर के सोच्नु भएको? के होइन हेर है अर्जुन, आज तिमी केही बोलेनौ भने भोलि म आफै निर्णय लिन्छु। कस्तो निर्णय? यो घर सदाको लागि छाड्नेछु। अब यो घर यो परिवार भत्किँदैछ। अर्जुन आज पनि तिमी चुप लाएर बस्यौ होइन? मलाई एक्लै यो घरसँग लड्नु परेको छ। सन्ध्या तिमीलाई थाहा छ अहिलेको समयमा म एकदमै दोसाधमा छु। न म आमालाई के भन्न सक्छु न तिमीलाई के भन्न सक्छु। तिम्रो यही बानीले गर्दा अनि तिम्रो चुप लाग्ने बानीले गर्दा म एक्लो परेको छु। हेर है अर्जुन, आज तिमी केही बोलेनौ भने भोलि म आफै निर्णय लिन्छु। कस्तो निर्णय? के भन्न खोजे तिमीले सन्ध्या? कि त यो घर बदलिनु पर्यो, होइन भने म फेरि पनि पहिला जस्तै गरी यो घर सदाको लागि छाड्नेछु। अर्जुनजी, तपाईँलाई थकै लागेको हो?
होइन कृतिका, छैन। तपाईँ धेरै सोझो हुनुहुन्छ के अर्जुनजी, त्यही भएर सबैले तपाईँको फाइदा उठाइराख्नु भएको छ। भनेपछि तिमी पनि यही भन्न आएको हो र? होइन, म तपाईँलाई हेल्प गर्न चाहन्छु। आमा दुखी हुनुहुन्छ र तपाईँ पनि। सायद मलाई लाग्छ तपाईँ बिचमा पर्नु भएको छ। कहिलेकाहीँ आफ्नै खुसी पनि सोच्नुपर्छ। जीवनमा एकपटक, जीवन एकपटक मात्रै आउँछ अर्जुनजी। के हो कृतिका, आजभोलि त तिमी पनि दार्शनिक पो भएछौ। जहाँ मन शान्त हुन्छ नि अर्जुनजी, त्यहाँ दोष लगाइँदैन। जाल बिस्तारै बुनिन्छ अर्जुन, हतार गर्नु हुँदैन। दिदी हजुर, हजुर त्यो समीर छ नि, समीरलाई चाहिँ किन यहाँ राख्नु भएको? निकाल्न सक्नुहुन्न? निकाल्नुहोस् न, मलाई त ठिक लागेन। किन, के भयो र? त्यो मान्छे पनि राम्रो छैन, बानी बिहोर पनि राम्रो छैन। बरु मलाई भन्नुहोस्, म निकालिदिन्छु। किन निकालिदिए? त्यो पनि मेरो छोरा जस्तै त हो नि। हो, त्यही भएर हेप्या क्या, त्यही भएर हेप्या। अनि आफ्नो मान्छेलाई पनि कसरी निस्केर जाउँ भन्ने किन निकाल्ने बेकारमा? मलाई त ठिक लागेन त्यो मान्छे। त्यो चाहिँ यताको कुरा उता, उताको कुरा यता गर्ने जस्तो मान्छे लाग्यो मलाई। त्यही भएर निकालिदिनुहोस्। त्यस्तो छैन के थाहा भित्रभित्र के छ? त्यस्तो मान्छे होइन, आफ्नो मान्छेले त्यसरी निकाल्नु हुँदैन। निकाल्नै पर्छ क्या? मलाई चाहिँ ठिक लागेन। हेर्दै जानुहोस् है, हेर्दै जानुहोस्। मैले त विचार गरिरहेको छु को कस्तो हो भनेर। छेउमा कोठा त पुरै लथालिङ्ग छ त। घरभरि त्यत्रो मान्छे पाल्नु भएको छ, कसैले हात बढाएनन् कि घिचाउन मात्रै ल्याएको तिनीहरूलाई? म त सम्झाउँदा पनि दिक्क लागिसक्यो भने। मान्छेको अगाडि हेर्दा चाहिँ बुहारीले कति टर्चर गर्छ जस्तो, भित्रभित्र अघि आउँदा आमामा हिही गरेर हाँसेर बसिरहेको थियो। कति हाँसेर बसेको सबै परिवार, कति खुसी भएको म बिना त। कतिखेर यो बुहारी यो घरबाट निस्केर जाला र म रमाइलो गरौँला भन्ने भएको थियो। होइन भने बुझ्नु पर्दैन अब यो उमेरमा। एक्लो छोरा छ कमाउने, घरमा चाहिँ धर्मशाला जस्तो गरेर दुनियाँ मान्छे ल्याएको छ। मेरै बुढाको कमाइ दुनियाँलाई खुवाउने गरेर छिछि सुँगुर बस्ने जस्तो गर्छ। अहिले चाहिँ मेरो अगाडि देखाउटी गर्ने। किन गर्नु? अब त नोकरानी आएको छ त, म आफै गर्छु काम, आफै गर्छु नि त। देखाउटी गर्नु पर्दैन, त्यो छोराको अगाडि राम्रो बन्नु पर्दैन। टोलमा भन्दै हिँड्ने मेरो बुहारी यस्तो, मेरो बुहारीले यस्तो गर्यो उस्तो गर्यो। लास्टमा छुच्ची हुने त मै हो। कति सम्झाउनु, म त दिक्क लागिसक्यो भने बच्चा जस्तो व्यवहार गर्ने के।
मलाई अरू कुरै थाहा छैन। मैले भन्न खोजेको के हो बुझ्नु भएको होला। यदि तपाईँलाई यो घरमा राम्ररी बस्नु छ भने नि त्यो 3 जनालाई यो घरबाट निकाल्नु। जाँदा जाँदै भन्दैछु, त्यो 3 जनालाई कसरी यो घरबाट निकाल्ने त्यो तपाईँको हातमा छ। आमा हजुर सन्चो छैन कि क्या हो हजुरलाई? मलाई अलि सन्चो छैन, जाडो जाडो भइरहेछ। तनावमा देखिनुहुन्छ त। हो नि बाबु, घरमा तनावै तनाव छ। आमा यो तनाव हटाउनको लागि हजुरले घरबाट कसै न कसैलाई चाहिँ हटाउनु पर्छ। र तपाईको यो तनाव हट्छ र यो घर जोगिन्छ आमा। जोगिन्छ? सन्ध्या सन्ध्या होइन के गर्न लाग्यो तिमी? देख्नु भएन, कपडा प्याक गर्दैछु अनि आफूले आफूलाई रेडी पार्दैछु। ल कसको लागि यो कपडा प्याक गर्न लाग्यो? मेरो लागि हो र? आफ्नै लागि, किनकि मेरो पक्षमा बोल्ने कोही छैन यहाँ। सन्ध्या तिम्रो पक्षमा बोल्ने त म छु नि। तिमी यो घरको सबैको पक्षमा छौ अर्जुन, सिवा मेरो बाइक। सन्ध्या सन्ध्या म के गरौँ भन त? म के गरौँ? एउटा निर्णय लियो, म कि आमा कि यो घरको राजनीति मध्ये एकजना चुज गर। अर्जुन, तिमी साइलेन्ट हुनुमा नै मैले आफ्नो उत्तर पाइसकेँ। यो घरमा कसैलाई मेरो केही मतलबै छैन। मलाई फर्केर आउनु नै मेरो गल्ती हो।